आज हामी नाइट क्याम्पमा यहाँ जङ्गलमा गएको छौँ। जङ्गलको ठुलो ढुङ्गाको ओडारमा हामी यहाँ आगो बालेर यहाँ खाना पकाइरहेको छौँ। हेर्नु आजभोलि धेरै गर्मी बढ्यो, खडेरी भयो। गाउँघरतिर धेरै गर्मी हुन्छ, घरमा गर्मी हुन्छ, त्यही भएर शीतल खानालाई जङ्गलमा आएर ओडारमा चाहिँ हामी आगो बालेर यहाँ रोटी पकाउँदैछौँ। यी रोटी पाक्यो, त्यो जङ्गलको ओडारमा रोटी पकाउँदैछौँ। खानेहरूले निमन्त्रणा छ, यहाँ आउनु होला। हाम्रो जङ्गलको ओडारको खाना कस्तो हुन्छ टेस्ट गरेर साकेर जानु होला। यो हजुर घरमा के हुन्छ, त्यस्तो खडेरीले गर्दा धेरै गर्मी बढ्यो, के गर्नु टेक्नै सकिँदैन, गर्मी धेरै भएको छ। त्यस्तो गर्मीले गर्दा आज हामी जङ्गलमा आएर ओडारमा ढुङ्गोको ठुलो ओडार खोजेर त्यहीँ हामीले आगो बालेर चुल्हा बनाएर यहीँ भाँडाकुडी सामान सबै रासन ल्याएर हामीले नाइट क्याम्पमा खाना पकाउँदैछौँ। यहीँ खान्छौँ, यहीँ शीतलमा आनन्द सुत्छौँ है। हजुरहरू पनि आउनु होला, निमन्त्रणा छ हजुरहरू सम्पूर्ण रमाउली। यहाँ आउनुहोस् हजुर, आइदिनु होला। हामी यहाँ रोटी पकाउँछौँ जङ्गलमा ओडारमा। हेर्नु ढुङ्गाको ठुलो ओडारमा पकाइरहेको छौँ।